सो हेलो एंड नमस्कार म अनिश पौडेल न्यू डे न्यू ब्लग लिएर आइसकेको छु र अर्जुन सक्नुहुन्छ कुर्सी रेडी गरिरहेका छन् अगाडि हैन। अब यहाँ चाहिँ कुर्सी खेल हुन गइरहेको छ। सक्रिय आमा समूह र तरङ्गी युवा क्लबले मिलेर चाहिँ अगाडि चाहिँ कुर्सी खेल खेलाउन गइराख्नु भएको छ। फर्स्टलाई चाहिँ प्रथमलाई चाहिँ 3000, दोस्रोलाई चाहिँ 1500, तेस्रोलाई चाहिँ 500। जाने नहीं ना राउंड भएको यो चाहिँ तेस्रो राउन्ड हो। यो ठिक
खेल छिट्टै निकै नै रमाइलो रोचक भइरहेको कुरा हामी अति नै खुसी हुँदै यो खेल प्रतिस्पर्धीमा भइरहेको कुरा अवगत गराउँछु। प्रतिस्पर्धीहरू बाहिर निस्कन गएको रमाइलो रोचक र आकर्षक रूपमा खेल भइरहेको छ। यसको प्रयोजन हाम्रो समूहले गर्नुभएको कुरा हजुरहरू समक्ष जाहेर गर्दछु। यसको प्रथम पुरस्कार रहेको छ 1000। ओ भाइ नगर त उता अगाडि हेर्न रमाइलो तरिकाबाट अगाडि बढिरहेको छ। प्रतिस्पर्धीहरू जारी रहेको छ। त्यही कपिराइट आउन रसाकसी खेलको प्रथम द्वितीय र म्युजिकल चेयर खेल हाम्रो सक्रिय समूह तयारले गर्नुभएको कुरा हामीहरू समक्ष जाहेर गर्दछु। उहाँहरूले गर्नुभएको यस खेल रमाइलो र आकर्षक रहेको कुरा हामीहरू समक्ष जाहेर गर्दछु। रमाइलो आकर्षक भइरहेको छ। प्रतिस्पर्धीहरू क्रमशः बाहिरिने क्रम जारी रहेको छ। खेल अन्तिम चरणमा आइसकेको कुरा हजुरहरू समक्ष जाहेर गर्दछु। वीरेन्द्र दाई भएको नि वीरेन्द्र दाई भ्लग कस्तो लाग्यो? तपाईँ अब जापान हुनु गरे हामी त नेपालबाट खिचिरहेछौँ। तपाईँ भनेको कस्तो रमाइलो हुन्थ्यो अहिले। ढेन्डर झुक्कायो त गीत मान्छेको
खेल निकै नै रमाइलो भइरहेको छ। प्रतिस्पर्धीहरू क्रमशः बाहिरीकरण जारी छ। के रे हाम्रो कुनै न कुनै एकजना त हुनुपर्छ। चल पल हाथ गल्ती गया खेल अन्तिम चरणमा आइसकेको कुरा हरेक समय जाहेर गर्दछु। दुईजना हट्न पर्छ। प्रथम कसको भाग्यमा जाने हो? अल्झन अल्झन उता कबै बस मको भाग्य नरहेछ लास्ट चाहिँ फर्स्ट सेकेन्ड त चाहिँ एउटा त हुन्छ न लास्ट हार म कन्फ्युज होइन कि प्राइज फाइनल है तपाईँहरूले देख्नुहुन्छ अगाडि दुईवटा खा कति हो? तिनवटा खा चारजना खान को हुन्छ तपाईँ त्यो बहिनीको आँखा रातो भयो। यस वर्षपछि खेलमा यिनीहरूका चारवटा टिममध्ये प्रथम र द्वितीयलाई चाहिँ सक्रिय आमा समूहले प्रायोजन गर्नुभएको छ भने तृतीय र सान्त्वना पुरस्कार हाम्रो मीरा गुरुङबाट प्रदान गर्नुभएको अवगत गराउन चाहन्छु। यो ठेक्नै नरहनु निकै नै रमाइलो होइन। फर्स्ट सेकेन्ड थर्ड चाहिँ गीत आन्टी हुनुभयो र सेकेन्ड र फर्स्ट सेकेन्ड चाहिँ छुट्नुपर्छ। अब मसँग चाहिँ मिटिङ आउले युज गर्छ। यस वर्षपछि खेल र म्युजिकल चेयरको प्रायोजन हाम्रो सक्रिय आमा समूह चेयरले गर्नुभएको छ भने सान्त्वना पुरस्कार यस वर्षपछिको सान्त्वना तृतीय र सान्त्वना पुरस्कार हाम्रो मीरा गुरुङ कालबेसी निवासी वडा नम्बर 31 मीरा गुरुङले प्रायोजन गर्नुभएको कुरा हामी समक्ष जाहेर गर्दछौँ। म्युजिकल चेयर खेल निकै नै अन्तिम घडीमा आइसकेको कुरा छ। अब को विजय हुने हो, कसको पल्टामा पर्ने हो, ठिकै नै हुनुपर्यो। सबैले सबै दर्शकहरूले ताली बजाएर रोचक र आकर्षक बनाइदिनु हुन आग्रह गर्दछु। उनीहरूले आफ्नै बार्छ।
आएको भनेको आदिको घरै आइज अब गीत त बन्द गर्दैन त्यो पनि होला त रमाइलो अन्तिम घडीमा पुगेको कुरा हजुरहरू समक्ष अति नै रमाइलो म्युजिकल खेल समाप्त भएको र त्यसमा विजय विदिशा गुरुङ सफल हुनुभएको प्रथम हुनुभएकोमा उहाँलाई तपाईहरुले भिडियो के कस्तो लाग्यो त नि भिडियो राम्रो लागेमा लाइक शेयर सब्स्क्राइब गरिदिनु होला हस्त जय नेपाल।